सामुन्ने नहुनुहुने, घरमै बसेर यहाँको प्रोग्राम हेर्नुहुने, सम्पूर्ण अमेरिकामा बसोबास गर्नुहुने मेरा भगवान्मुखी दर्शकहरूमा यो कलाकार रामचन्द्र अधिकारी, गोख्ते काजी यहाँहरूलाई शिर न्युर्याएर कोटि कोटि प्रणाम, कोटि कोटि प्रणाम। प्रभु जीसस, प्रभु जीसस, प्रभु अल्लाह, प्रभु पशुपतिनाथ, माता पार्वती, कुमार गणेश, बजरंगबली, सम्पूर्ण परमेश्वरले हजुरहरूलाई सुख, खुसी, शान्ति र उज्यालो दिउन् भनी बाँचुन्जेल प्रार्थना गरिरहन्छु हजुरहरूको। र आज यो दिनमा म यहाँ उपस्थित हुनुको कारण, पाउनुको कारण मैले कर्मपिता भनेको छु उहाँलाई। कर्मपिता कसरी भने हजुरको? मेरा कर्मपिता कृष्ण मल्ल सर, उहाँप्रति र ग्लोबल फिल्म, नेपाली सिनेमा ग्लोबल फिल्म अवार्डका अघि हिजो बसु दिज्यूले बर्मा विष्णु महेश्वर भन्नुभएको थियो। ग्लोबल फिल्मको अवार्ड कर्ता, सृष्टिकर्ता, नेपाली कला संस्कृति फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजाउँ भनी जोसदारले स्थापना भएको मेरा कर्मपिता कृष्ण मल्ल सर, यस्तै नवराज श्रेष्ठज्यू र मधु कुमार श्रेष्ठज्यू, उहाँहरूप्रति र उहाँहरूको सम्पूर्ण टिमप्रति, अब स्वर्गीय नारायण सरप्रति, सम्पूर्ण टिमप्रति हृदयदेखि नै आभार व्यक्त गर्छु। यो पल, यो अवसर, यो मेरो कर्मको फल आज 71 वर्षको उमेरमा प्रवेश गर्दै गर्दा मैले पाएँ। मैले गल्ती गरेर रहेनछु। त फिल्म खेलेर कसरी बालबच्चा पाल्छस् भनी भन्नुहुन्थ्यो। मैले 1 खरब भन्दा बढीको क्यासको आज मैले सम्मान पाएको छु। हजुरहरूको माया र आशीर्वाद, यो नै मेरो खरबको सम्पत्ति हो। हजुरहरूको माया र आशीर्वाद भन्दै यो अवसर दिनुभएकोमा फेरि पनि मेरा कर्म पिता, अर्को कर्म पिता मेरो भाग्य हेर्नुहोस् है। मेरो पहिलो चलचित्र वासुदेवका निर्माता, निर्देशक, कलाकारको भीष्म पिता, नेपाली चलचित्रको प्राण, सम्पूर्ण कलाकारको संरक्षक श्री निरसालज्यूलाई यो मञ्चमा ढोग्न पाउँदा मलाई गर्व लागेको छ। थ्याङ्क यू भेरी मच आयोजकज्यू, हजुरहरू सबैमा